सो फाइनल्ली म चाहिँ अटल ब्रिज पुगिसकेको छु है, देख्न सक्नुहुन्छ। फिलहाल अहिले चाहिँ हामी 3 जना मात्रै छौँ है यहाँ। हामी चिनेको चाहिँ अरू पब्लिक चाहिँ खासै छैन है। आज मङ्गलबार भयो नि त, खासै छैन पब्लिक चाहिँ होइन। अब हाम्रो क्राउड चाहिँ आउँदैछन् 3 जना। आइसकेपछि फुल भिडियो हामी चाहिँ देखाउँछौँ तपाईँहरूलाई। आएर घुमेर जान सक्नुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ अटल ब्रिजको ब्याकग्राउन्ड कस्तो लाग्छ तपाईँहरूलाई। यहाँ तलतिर चाहिँ समुद्रको जस्ट हावा चाहिँ मस्त लाग्छ कि यहाँ होइन। सो फाइनल्ली हावा चाहिँ आज खासै जाने। आज म्युजिक चाहिँ चालु हुन्छ है यहाँको, नत्र म्युजिक एनी टाइम चालु हुन्थ्यो। म पहिला आएको छु नि त, त्यही भएर चाहिँ चालु हुन्थ्यो है यहाँ म्युजिक। तर अहिले चाहिँ म्युजिक चालु छैन। यहाँ म्युजिक चालु हुन्छ पहिला, म्युजिक पनि चालु छैन अहिले। चालू नहीं है अभी, पहले म्यूजिक भी चालू होता था यहाँ। अभी फिलहाल म्यूजिक चालू है नहीं। सो देख्न सक्नुहुन्छ हामी अहिले 6 जना भयौँ भने चाहिँ फुल भिडियो लिएर आउँछौँ होइन। सो फिलहाल अहिले चाहिँ हामी 3 जना मात्रै छौँ, त्यही भएर भिडियो चाहिँ खासै बनाएको छैन है। अहिले म बनाउने छु भिडियो, तपाईँहरूलाई मेरो यो भिडियो हेर्नको लागि चाहिँ युट्युबमा गएर देख्न सक्नुहुन्छ। सो फाइनल्ली अब हामी बिचमा पुगिसकेको छौँ है, छेउबाट लागिसकेको यहाँ देख्न सक्नुहुन्छ। हावा चाहिँ मस्त लागिरहेछ है। आज फिलहाल फोटोसुट पनि हुँदैछ। यता चाहिँ क्यामेरा लाउनु रहेछन् है आज 2-4वटा। अहिले हाम्रो सोच चाहिँ क्यामेरामा खिच्ने चाहिँ फिलहाल छैन अहिले, पछि हेर्नुपर्छ कस्तो हुन्छ। खिच्न पनि सक्छौँ हामी। सो म आज के भन्छ यो फ्लावर सोमा पनि गएर आउँछु होला लगभग। आज 3टा घुमेर आइदिने भन्ने प्लान छ होइन। एउटा गार्डन घुम्यौँ, त्यहाँपछि लालदर बजार गयौँ, त्यहाँपछि यहाँ के भन्छ यो अटल ब्रिज आएर जाने भन्ने प्लान छ। आइसकेको छौँ हामी अटल ब्रिजमा फाइनल्ली। सो फिलहाल यता चाहिँ फोटोसुट चलिरहेको छ, देख्न सक्नुहुन्छ।